हो यहाँ झोला मिलाउँदैछु हामी कता हो त नि आज आज सौरातिर सितौ दिदी भेनाको पनि छुट्टी भ्याउन लाग्यो उता चाहिँ हाम्रो आमा हुनुहुन्छ आमाजी आमा हेलो गर्नु हेलो आमाजी आज छोरी ज्वाइँहरूसँग सौराहात नलागेको जाँदैछौँ हामी हेर्नुहोस् ठुल्दाई र माइल दाई यता ठुल्दाई हुनुहुन्छ हेर्नु ठुल्दाई यता माइला दाई ओइ कस्तो राम्रो बाटो रहेछ हौ त्यो त दिदी पालेर ताले आफू खैरनीमा आइपुगेँ मामी नारायण घाट जाने बाटोतिर लागियौँ ल हामी पूर्व जाने बाटो नि यही होइन भएको मकै भट्टा र मकै हाम्रो आमाको सम्झिनीले मिठो लाग्यो बेसरी मिठो लाग्यो गाडीमा खाँदै आएको धन्यवाद विषयमा सम्झिछु होला धन्यवाद सम्धिनीलाई नानीले मकै खाँदै निदाउँदै जसले भेट्यो नि भरतपुरमा आइपुगेँ मामी कतिर तराईमा चारको सेजा जाँदैछौँ हामी सौरातिर कस्तो राम्रो औ ल हिँड्नुहोस् हिँड्नुहोस् जाम 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 भोलि बेला त यो त शीतले लुत्रुकै हुन्छ के देख्दैन फुल त तपाईँले सौरा पनि आइपुग्यो मामी हजुर गे मामी हाम्रो फ्यामिली गाडी लग्छौ म ए माइलाले हामी चाहिँ दुईवटा गाडीमा आएको हाम्रो फ्यामिली अब चाहिँ हामी जङ्गल सफारीतिर जान लागेको भोलि बिहान चाहिँ शीत हुन्छ जाडो हुन्छ भनेर हामी आउने बित्तिकै अब सफारीतिर जान लागेको हामी यो जिपमा जङ्गल सफारीको लागि जान लागेको है सौराहामा यति बेला हामी अब जङ्गल सफारीतिर लाग्यौँ हेर्नुहोस् है तोरीबारी सौराको तोरी फुलेको अहिलेसम्म जनावर केही पनि देखेको छैन है हामीले वन मात्रै देख्यो फुपूको होटेलले जङ्गलभित्रको
नेसनल पार्कमा 5 प्रजातिको मृगहरू पाइन्छ। एउटा चाहिँ देखिँदैन, जुन 12 सिङे भन्छौँ नि, त्यो चाहिँ लोप भइसकेको छ है। पाइन्छ होइन। 902 प्रजातिमा मैले चाहिँ ठुलो चराको लिस्टमा पर्छ यिनीहरू चाहिँ। भाले चाहिँ एकदम सानो हुन्छ, राम्रो हुन्छ, ठुलो हुन्छ होइन। मेटिङ सिजन आउन लाग्यो, त्यही भएर फिमेललाई आफूसँग आकर्षण गर्न लागि उनीहरू टक्क पक्का त्यो आफ्नो कस्तो हेरिरहेछ है, कस्तो चलाक हुन्छ नि यो। ऊ त फर्किहाल्यो त। 440 भाग्यो। तर्स्यो कि न त देखेछ। मैले हामी 7 प्रजाति पाइन्छ भन्दै एउटा देखिहाल्यो। अर्को एउटा है, हामी मेन जरायो हुन्छ नि, यो है जरायो चाहिँ साम्बर डियर भन्छ। यिनीहरू हामीले बाटो 12देखि 13 वर्ष यिनीहरू चाहिँ एकदम हेभी हुन्छ र यिनीहरू धेरै ग्रुपमा 4-5 एकदम धेरै 10-12सम्म हुन्छ। मैले देख्छु, भेटेको छु, त्यो पनि रियली भेटिन्छ होइन। अनि एकदम भेजामा 50 केजीसम्म रेकर्ड छ हाम्रो नेपालमा चाहिँ। अन्त अरू देशमा बाघको कति ठुलो यो चाहिँ पोथीहरू एउटा हुर्काउने रहेछ, कति हुन्छ यो पनि हुर्काउने लाइन रहेछ। त्यसलाई त टक्क मासु सेलो बनाएर अनि पहिले मरमसला हालेर यसलाई के भन्छ अरे? रत्वा यसमा चाहिँ पार्किङ भन्छ, पार्किङ डियर भन्छ नेपालीमा रत्वा। यिनीहरू चाहिँ पाहाडी इलाकातिर नि बस्छ। एउटा मात्र रहेछ होइन? सानो होइन, यत्रै हो साइजै। यसको चाहिँ साथी नरहेछ। यिनीहरू चाहिँ एक्लै एक्लै हिँड्न मन पराउँछ, एकल काटे जस्तो हो। आफू नै यस्तो राम्रो रातो है। देख्नुभयो? यो उतै हो नि, यो त राम्रो
देखायो बिचरा कस्तो लाग्यो जङ्गल सफारी? रमाइलो भयो हाम्रो। दिन पनि लामो भयो जस्तो लाग्यो म त आज। अति मेरा सौराहा जङ्गल सफारी पनि गएर हामी रमाइलो भएको अवस्था। टाउनमा त्यति जाडो नरहेछ, जाडो पनि छैन, गर्मी पनि छैन। हाम्रो पैसा भ्याइयो। अनि अर्को के नाम छ? होइन वाइन त सम्झना हुन्छ नि त बहिनी। त्यही त यो बहिनीले बनाउनु भएको चिया चाहिँ लास्टै मिठो रहेछ है भनेर हामी भन्न पाइन्छ नि त। म यहाँ कस्तो छ चिया? एकदम दामी। हेलो हेलो भेना र जयसक, चिया कस्तो रहेछ? चिया कस्तो छ? स्पेसल ल ठिक छ। घोगी सौराको घोगी मिठो रहेछ। चितवन सौराको एकदम रमाइलो रमाइलो भयो। जङ्गल सफारी नै भयो हाम्रो होइन। अनि अब चाहिँ हामी होटलतिर जीव जन्तु पनि देखियो, जनावरहरू पनि देखियो, चराचुरुङ्गी सबै देखियो। हाम्रो आमा पनि बिचरा सौरा जङ्गल सफारी घुम्नुभयो। आज चाहिँ हामी अब होटलतिर बस्ने
भोलि चाहिँ हामी केपी विवाहको जहाज चढ्ने पानी जहाज गाडी राख्दै अब चाहिँ हामी होटलतिर जान लागेको सबैजना आफ्नो आफ्नो ब्याग बोकेर हिँड्न लागेको छ जता गए पनि खानाकै कुरा छ चितवन रिभर रिसोर्ट कति हाम्रो रुम हाम्रो भाइलाई नि ब्लगमा जाओस् तातो पानी हेर्नु देखाइदिन्छ र सिकाइदिनु खोइ आज त यतातिर जान्छ फेरि ल ल भयो भयो ल त्यस्तो कतिचोटि गर्नुपर्छ त्यस्तो राम्रो हुन्छ ए म फेरि उडाउनै पर्छ कि भनेर विचार ल ल ल ल हेलो हेलो कस्तो भइरहेछ हो रमाइलो भइरहेछ हाम्रो फ्यामिली चाहिँ आज यता सौराहातिर हेलो हेलो रमाइलो मात्र भन्ने धन्यवाद चाहिँ नभने स्पोन्सरहरूलाई स्पोन्सर हाम्रो दिदी भेनालाई सर्वप्रथम हाम्रो ठुलो दिदी र ठुलो भेना मुनाम भएको है उहाँहरूलाई धेरै धेरै धन्यवाद यसरी हामीलाई चाहिँ यो ठाउँमा ल्याएर सौरा घुमाउनुको साथसाथै अनि अर्को कुरा उसमा यहाँ अहिले त्यो सबै डिनर सिनर सबै एकदम मजाले दिनुभएको छ उहाँहरूले उहाँहरूको सधैँ भने जस्तो होस् अब उहाँ दुईजना पाइलटलाई नै भनिदिनुहोस् त मेन एकदम राम्रोसँग हामीलाई यहाँसम्म दुईजना मेरो माइला भेना लिलकाजी गुरुङ अनि कान्छो छोरी प्रेमकाजी गुरुङ उहाँहरूले चाहिँ हामीलाई चाहिँ यो ठाउँमा यति राम्रो सरर र पोखरा टु चितवन सौरासम्म म यति मजाले प्लेनमा चढेको जस्तै फिल गरेर यो ठाउँमा आइपुग्यो उहाँहरूलाई धेरै धेरै धन्यवाद छ है हो नि एकदम सुरक्षित साथ ल भन्नुहोस् आएपछि अहिलेको म मेरो केबाट आएको छुट्टीमा छुट्टी भन्नु पर्यो मेरो छोरी ज्वाइँ छोरा बुहारीको साथमा यसरी घुम्न पाउँदा म त अति खुसी छु यहाँभन्दा खुसी त सीमा नै छैन भयो छुट्टीमा भेकेसनमा चाहिँ आज आमालाई के छ अरे चिसो सौरा हजुर चुल्लालाई के चिसो आएर अहिले चाहिँ हामी चाहिँ खिड्कीको अलिकति यसो चाहिँ अलिकति पानी हालेको भने तपाईँले हालेछ अलिअलि तर आफै राख्नु पानी ल पानी एकदम इन्जोय गर्दैछु अहिले हामी तातो हालिदिनु अनि अब मैले जो मायाको भ्लग हेरेर सबैले लाइक कमेन्ट सब्सक्राइब सब्सक्राइब सेयर पनि गरिदिनु होला
होइन ल भाइ ल ल भाइहरू त्यसै cheers, cheers. छोइ ल भाइ फिस फ्राई खानु फिस फ्राई आमाले यहाँ